हाई गाइज, हजुरहरूको चाहिँ कस्तो भयो एकादशी? मेरो चाहिँ आज यस्तो चाहिँ एकादशी। आज चाहिँ लट्टीको साग अनि प्लेन योगर्ट अनि त्यस पछाडि मकैको च्याख्ला बनाएर मैले खाएँ। यहाँ चाहिँ मैले साग पकाउनको लागि जिरा पड्काएँ होइन। त्यहाँ खोर्सानी दुईवटा खोर्सानीको पारेको थिएँ मैले हाल्नको लागि, तर एउटा खोर्सानी नै हरायो क्या। त्यही भएर यहाँ लेट भइरहेछ साग ओइदिनको लागि। अहिले मैले भोइस ओभर गर्दै गर्दाखेरि चाहिँ भिडियो हेरेको होइन, किन यस्तो भएर रहेछ भनेर। त्यहाँ एउटा खोर्सानी हराएको थियो कि, अनि मैले नभेटेर फेरि साग ओइदिदिएँ, यस्तै साग ओइदिदिएँ। अनि यता चाहिँ अर्कोतिर चाहिँ मकैको च्याख्ला पाक्दैछ होइन। यो चाहिँ अर्ग्यानिक च्याख्ला मैले ओखलढुङ्गाबाट लिएर आएको थिएँ। अनि लट्टेको साग चाहिँ वेलनेस हेल्थ फुड सपबाट लिएर आएको थिएँ। अनि त्यहाँ वेलनेस हेल्थ फुडमा चाहिँ के अरे अर्ग्यानिक सामानहरू पाइन्छ है। हजुरहरूलाई पनि चाहियो भनेदेखि भन्न सक्नुहुन्छ। अनि मैले यहाँ खाना रेडी गरेँ, मकैको च्याख्ला, लट्टीको साग अनि अरू खोर्सानी अनि त्यस पछाडि वेलनेस हेल्थ फुड सबकै दही अनि त्यस पछाडि दही चाहिँ खै त ए मैले अलिक फास्ट भोइस ओभर गरेको छु क्या। त्यहाँ प्लेन योगर्ट अनि खाएँ। अनि हजुरहरूको चाहिँ कस्तो भयो एकादशी? हजुरहरूलाई पनि धेरै धेरै शुभकामना एकादशीको। खाएँ ल, ह्याप्पी एकादशी। Keep watching. Bye bye.